ल गाई चाहिँ हामी चाहिँ मुकबाङ गरिरहेको छौँ आज यस्तो टक्क लगाएर साग पनि सबै धेरै भइसक्यो दुईजनालाई हो गाई अनि हामी चाहिँ आज मुकबाङ भिडियो फर्स्ट टाइम बनाउनु लाग्यो अनि साथ सपोर्ट देखाउनु होला त्यही हो हेर्नु सक्नुहुन्छ जे हुन्छ सबै हामी हेर्नु सक्छ है गाई पोर्क अनि यस्तो टक्क लगाएर खुर्सानी चाहिँ यहाँ चाहिँ कस्तो अर्कै मिल्ने चियारी म त मिठो छ खाइदियो मिठो अनि क्यामेराम्यानको मुखदेखि चाहिँ पानी आइसक्यो हातमा धेरै आउँदै आउनु गाई यहाँ चाहिँ राइस छ हामी चाहिँ के अरे करेन्ट चाउचाउको नुनसँग खाइरहेको छौँ अनि त्यही मिठो छ गाईको चार पानी बनाउने हो क्या अनि मासु पनि तानेर खानु पर्यो गाई यसलाई चाहिँ भन्छन् पिस है खतरा पिस यो चाहिँ हेर्नु सक्नुहुन्छ बब्बा हाल्छ बब्बा हाल्छ खुर्सानी खायो कि एउटा खाइदिउँ खुर्सानी लाग्ने छैन फेरि लागेर सुते सुते भयो तनाव भयो त्यहाँ तल चाहिँ हाम्रो गोप्य सिक्रेट खाना छ त्यहीँबाट आउँछ सबै सामानहरू ल थुत्रै टिकटिक ग्रेभी ल हाम्रो ग्रेभी चाहिँ यस्तो गरेर आउँछ गाइज अनि हामी चाहिँ अब खाने स्टार्ट हो गाइज हेर्न सक्नुहुन्छ 2 मिनट भयो होला म पोस्दै होला जस्तो माने वा खुर्सानी खुर्सानी देख्न सक्दिनँ म चाहिँ तल खस्छ तनाव गरेर आयो बोलेको खालको तान्नु पर्यो त्यहाँ अनि मस्त हुन्छ बल्ल त्यही भएर बाबरे बा लास्टै चुकिलो छ है थालमा हालेर त्यस्तो 3.5 मिनट तो भिडियो ल ठिक छ केही छैन भयो अब चाहिँ बबाल बबाल पिसो चाहिँ खतरा खतरा लगाइदिनु भेजा त्यो खुर्सानी यत्रो राखेर खाउँ चाहिँ मैले खतरा लाग्छ खुर्सानी करेन्ट चाउचाउ पिरहेछ बबाल लाग्छ तर नि रामानी कि नै गाई यसमा अब टक्क आएर म खतरा बनाइदिन्छु गाई पोर्क अनि साग 6 मिनट बोल्न अहिले मजा मजा खाइरहेको छु अहिले पुरा दाँतले चिकिङ गरेर हाम्रो डाली बाहिर यो गरेको हो क्या नि म त भात पनि खानु यो चाहिँ के भन्छ बोइल नगरेको अनि यो चाहिँ मासुमा पकाएको है साग पकाएको छ के अरे जुइसी के भन्छ नि त्यही भएको छ जुसी जुसी सागसँग खाने हो
কিন্তু खुर्सानी खान कति पिरो छ खुर्सानी म खाएँ भने भिडियो बनाउनु पर्छ म मर्छु अहिले फेरि। यम्मी गाइस मिठो